सब गोटे में प्रणाम। मैथिली टिसन के 14 कक्षा में यहाँ सब गोटे के स्वागत है। यही कुरा नेपाली में भन्नुपर्दा सबैजनामा नमस्ते। मैथिली टिसन को 14 कक्षा में हजुरहरुलाई स्वागत छ। आज हामी मैथिली में विभिन्न फलफूल तथा तरकारीहरुलाई के भनिन्छ त्यो सिकौं है त। जस्तै अब आउँदो सिजन कमिङ सिजन के को लागि हो त? फलको राजा आँपको लागि हो हैन। हामी सबैजनालाई थाहा छ। सो यसलाई इंग्लिशमा म्याङ्गो, नेपालीमा आँप, मैथिलीमा के भन्ने होला त? मैथिलीमा आँपलाई आम भनिन्छ। सो आम जनता दे आर म्याङ्गो पिपल, त्यहीबाट आएको होला, बुझ्नलाई सम्झिनलाई आम भनिन्छ है। अर्को फलफूलहरूको बारेमा कुरा गर्दाखेरि नेक्स्ट फलफूल हुन्छ हामीले एकदम धेरै खाने भनेको मेवा, जसलाई हामी इंग्लिशमा पपाया भनेर भन्छौं, मैथिलीमा त्यसलाई अर्नेवा भनेर भनिन्छ, अर्नेवा। त्यसै गरी स्याउलाई सेउ भनेर भनिन्छ, केरालाई केरा नै भनिन्छ। र त्यसपछि अर्को फलफूल एकदम सुन्न इन्ट्रेस्टिङ लाग्ने नाम हो अम्बा। अम्बालाई नेपालीमा हामी अम्बक पनि भन्छौं, अम्बा पनि भन्छौं, इंग्लिशमा गुआवा भयो। त्यसलाई मैथिलीमा के भन्ने होला त? मैथिलीमा लताम भनेर भनिन्छ अथवा त्यसलाई अमधुर पनि भनिन्छ। लताम चाहिँ एकदम टिपिकल मैथिली शब्द हो, धेरै सुन्नुहुन्छ, तर आजभोलि अमधुर पनि युज हुन्छ। सो इफ यु वान्ट टु स्पिक टिपिकल मैथिली त्यो भने अम्बालाई लताम भनेर भन्नुस्। त्यसै गरी सुन्तलालाई समतोला भनेर भनिन्छ। हामीले लास्ट क्लासमा भनेको थियौं नि, समतोला रङ, त्यही सुन्तला कलरलाई समतोला रङ, त्यही अनुसार सुन्तलाको नाम चाहिँ समतोला हो। अर्को एउटा फल हुन्छ जुन हामी आजकल एकदम धेरै खाइरहन्छ सबैजना, खरबुजा। खरबुजालाई मैथिलीमा तरबुज भनेर भनिन्छ। अर्को एउटा फल हुन्छ, हामी नेपालीमा पनि त्यसलाई बेल नै भन्छौं, त्यसलाई मैथिलीमा पनि बेल नै भनिन्छ। सीताफल हुन्छ एउटा फल, सीताफललाई नेपालीमा पनि सीताफल नै भन्छौं, मैथिलीमा पनि सीताफल नै भनिन्छ। अर्को एउटा फल हुन्छ शरीफा। शरीफाको बारेमा भन्नुपर्दा त्यसको सानो सानो दाना भन्दा नि त्यसको स्किनमा सानो सानो छोटो छोटो पारेको हुन्छ पार्टहरु, र त्यो पार्टहरु निकालेर खाइन्छ, र हरेक पार्टमा बिउ हुन्छ नि, त्यो फललाई मैथिलीमा शरीफा भनेर भनिन्छ। त्यसै गरी अर्को हामीले नरिवललाई मैथिलीमा नारियल भनेर भनिन्छ, नरिवल, नारियल। ओके। अनि अर्को तरकारीहरूको बारेमा कुरा गर्दाखेरि तरकारीहरूको बारेमा हामीले एकदम धेरै किचनमा युज गर्ने तरकारीहरू लिएर आएको छौं। फर्स्ट तरकारी हुन्छ जहिले पनि आलु, सबैसँग मिक्स गर्न सकिने आलुलाई मैथिलीमा अल्लु भनेर भनिन्छ, आलु, अल्लु। त्यसै गरी परवललाई परोर भनेर भनिन्छ, करेलालाई करैला, भेन्टालाई भन्टा। त्यसै गरी लेडिज फिंगर हामी भिन्डी भन्छौं, उसलाई नेपालीमा पनि भिन्डी नै भनिन्छ, मैथिलीमा पनि, र त्यसलाई रामतोराई पनि भनिन्छ। त्यसै बोडीलाई बोडी नै भनिन्छ, टमाटरलाई नेपालीमा गोलभेडा भन्छौं हामी, र मैथिलीमा टमाटर नै भनिन्छ। प्याजलाई प्याउज पनि भनिन्छ, प्याज पनि भनिन्छ। लसुनलाई लहसुन, लहसुन। अनि त्यसै गरी यो अहिले हाम्रो त्यो चलेको उसलाई यो सोहिजनलाई चाहिँ मैथिलीमा सोहिजन भनिन्छ अथवा मुनगा। त्यो एकदमै आइरहेछ नि, फ्रुटफुल, हाम्रो फ्रुटफुल के रे यो तरकारी हो, जसले गर्दा धेरै बिरामीहरू सन्चो भइरहेको हुन्छ, त्यसलाई मुनगा पनि भनिन्छ, सोहिजन पनि भनिन्छ। लौकालाई मैथिलीमा सजमन भनिन्छ, फर्सीलाई मैथिलीमा कदिमा भनेर भनिन्छ, मुलालाई मुरै, गाजरलाई गाजर नै भनिन्छ, काँक्रालाई खीरा भनिन्छ मैथिलीमा। त्यसै गरी त्यो कुमहर हुन्छ नि, जसबाट त्यो मुरब्बा हामी बनाउँछौं, कुमहर त्यो प्राय घरहरूको माथि फलिरहेको हुन्छ, प्राय तरकारीमा चाहिँ युज गरिदैन, तर त्यसको त्यही मिठाईहरू बनाउनलाई युज गरिन्छ। हेर्दा चाहिँ लौकाहरू टाइपकै हुन्छ, तर व्हाइट कलर हुन्छ उसको कभरहरू। त्यसलाई मैथिलीमा त्यसको नाम चाहिँ सजकुमहर हो अथवा कुमहर भनेर भनिन्छ। त्यसै गरी बन्दाकोबीलाई मैथिलीमा पत्ताकोबी भनेर भनिन्छ, काउलीलाई कोबी भनेर भनिन्छ। अनि मटरलाई मटर नै भनिन्छ मैथिलीमा, कोसालाई चाहिँ छिमी भनेर भनिन्छ, मटरकै छिमी अथवा मटर छिमी। कुनै पनि त्यस्तो छ जसको सेप त्यो छिमीवाला छ, ग्रुपमै छ, त्यो छोडाएर निकाल्नुपर्छ, त्यस्तोलाई छिमी नै भन्छौं हामी मैथिलीमा। अनि त्यो केरालाई केरा नै भनिन्छ, केराको पनि सिंगल पिसलाई केराकै छिमी भनेर भनिन्छ। कोलाई हामी मैथिलीमा के भन्छौं, त्यही भएर त्यो केराको अब एउटा पिस निकाल्नु छ भने केराकै छिमी भनिन्छ, मटरको पनि छिमी भनिन्छ। खुर्सानीलाई मैथिलीमा मिर्चाई भनिन्छ भने धनियालाई धनिया नै भनिन्छ। अब के अचार बनाउने मटेरियलहरुमा जस्तै मधेसमा झर्नु भयो भने एकदम डिफरेन्ट किसिमको अचारहरू खान पाइन्छ कि लङ टर्ममा प्रिजर्भ गरेर राख्ने टाइपको धेरै जसो अचारहरू हुन्छ। आँपको अचार भनेको आम के अचार भइहाल्यो, आम के अचार। अनि एउटा
इमलीको अचार पनि हुन्छ। इमलीलाई मैथिलीमा पनि इमली नै भनिन्छ र आई गेस नेपालीमा पनि इमली नै भनिन्छ यसलाई। अनि अमलालाई मैथिलीमा अरा भनिन्छ अथवा धात्री भनेर भनिन्छ। अरू बनाउने अचारहरू अहिले तपाईँहरूलाई एकदम हाँसो उठ्ला होइन। एउटा चाहिँ कोरोना हुन्छ हाम्रो, सानो सानो फल हुन्छ, यति सानो सानो जसलाई टुक्रा पारेर अनि अचार एकदम मिठो अचार हुन्छ यसको। अहिले त हामी कोरोनाले गर्दा लकडाउनमा छौँ, सो अहिले भन्दा कस्तो तपाईँले अर्थ लाउनुमा थाहा छैन, तर यो कोरोनाको अचार एकदम फेमस छ है मधेसमा। सानो हुन्छ, यति सानो फल हुन्छ, त्यसलाई आधा आधा टुक्रा गरेर। कोरोनाभन्दा अलिकति ठुलो हुन्छ, अमरा भनेर हुन्छ, अमराको अचार पनि हुन्छ। सो कहिले आउनुभयो भने खानु होला, देन आई गेस वी क्यान अझ यसको बारेमा थाहा हुनसक्छ। अनि यही हो हाम्रो के अरे फलफुल र तरकारीहरू हाम्रो किचनमा युज हुने। अब यदि तपाईँलाई केही लाग्छ हामीले भन्न केही मिस गरेका छौँ भने हामीलाई प्लिज कमेन्टमा लेख्नुहोस्। हामी तपाईँलाई त्यसलाई मैथिलीमा के भनिन्छ भनेर पनि भन्छौँ। तपाईँले इङ्ग्लिस नाम दिए पनि हुन्छ, नेपाली नाम दिए पनि हुन्छ। हस्त साथीहरू, आशा गर्छौँ तपाईँ मैथिली सिकिराख्नु भएको छ। सबैटैकै धन्यवाद, नमस्ते, प्रणाम।